हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ हिजोको भिडियो मैले आज अपलोड गर्दैछु। अनि हामी चाहिँ कहाँ गएको भनेको चाहिँ नानीहरूको पूजा गर्नु गएको है। अन्त हामी चाहिँ नानीहरूको पूजा गर्नु चाहिँ खोला गएको नि त। अन्त बाजेले सुनाउनु आएको थियो है, हामी त बाजे ल्याउनु गएको। अनि चाहिँ हामी खोला आइपुग्यौँ है। खोलामा चाहिँ मेरो बुढा र बाजेले जगाइदिएको थियो है। नानीको चाहिँ एकदम नराम्रो थियो नि त, दुईजनाको है, दाजुबहिनीको। त्यो भएर त पूजा गर्नुपर्ने भनेर हामी पूजा गर्नु गएको। यहाँ चाहिँ नानीको रेडी भयो पूजा गर्नु है, स्टार्ट हुनु आँट्यो। अन्त यहाँ चाहिँ छोराको है, नानी चाहिँ एकदम मेरो छुकछुके छ नि त है। त्यो भएर चाहिँ नानीलाई चाहिँ साथमा राखेर चाहिँ बाजेले तपाईँले गरिदिँदा हुन्छ भने नि त है। नानीको चाहिँ मेरो चाहिँ नानीको पूजा गर्नु भेट्यो पाइनँ, किनभने चाहिँ नानीको पूजा गर्नु पऱ्यो नि त मैले, त्यो भएर है। अनि नानीको पूजा सकेर चाहिँ यता दाजु चाहिँको गरिदिउँ है। अनि किनभने दाजु चाहिँको त दाजु त ठुलो भएको है, उसलाई आफै गर्नुसक्छ। यसको पनि गर्न नराम्रो थियो नि त है दाजुबहिनीको। त्यो भएर हामी चाहिँ पूजा गर्नु थाल्यौँ है साथी हो। अनि चाहिँ यसले चाहिँ लास्टको टाइममा चाहिँ होम पोल्दै थियो है। यहाँ चाहिँ लास्टको होम पोलिसकेर चाहिँ है, यसलाई चाहिँ खोलामा नुहाउनु पठायो, डुबाउनु है। यो चाहिँ डुब्नुपर्छ अरे नि त, त्यो भएर अनि यो चाहिँ नुहाउँदै थियो। नानी चाहिँ अघि सकिसकेको थियो है, त्यसको चाहिँ अघि पूजा भएको थियो नि त। अन्त लास्टमा चाहिँ नानीलाई बाजेहरूले टिका लगाइदिनु भयो है। टिका लगाएर चाहिँ मैले पनि लगाएँ, मेरो बुढाले पनि लगायो। अनि हामी चाहिँ बाजेलाई पुऱ्याएर पनि फर्क्यौँ है। अनि यसमा चाहिँ मेरो बुढाले फेरि गाडी कुदाउँछु भन्यो नि त है। आउँदा चाहिँ उसले गाडी कुदायो कलमा है। अन्त डर पनि लाग्छ नि त है, किनभने अब फर्स्ट सिकेको गाडीहरू है, डर हुन्छ। नानीसँग थिएँ। ल साथी हो, आजको भिडियो यति नै है। फेरि नेक्स्ट भिडियो लिएर आउनेछु। टेक केयर, बाई।